If you know me, you know that I live in hostel, but त्यहाँको खाना एन्ड पानीले ट्रमाटाइज भएर वी हेभ सिफ्टेड इन अ फ्ल्याट इन बिट्विन माई बोर्ड इक्जाम्स, जसको भिडियो आई विल बी पोस्टिङ सुन। र आज चाहिँ हामीले सोयाबिन विथ राजमा कुक गर्ने डिसाइड गऱ्यौँ र यसलाई चाहिँ पहिला सोयाबिन फ्राई गरेर एकछिन तेलमा राख्ने। सोयाबिन फ्राई भएपछि चाहिँ त्यसपछि त्यसलाई निकाल्ने। राजमा गाइस, राजमा। देन फेरि त्यसमा विल एड जिरा, मेथी, खुर्सानी एन्ड अल द भेजिज एलोङ विथ सोयाबिन एकछिन पकाएर राजमा एड गर्ने। बिचमा नुन मसला हालेर विल अगेन कुक एन्ड पाक्न लागेपछि चाहिँ पानी एड गरेर त्यसलाई चाहिँ कुकरमा सिटी लगाएर छोडिदिने। क्रेडिट गोज टु आश्रिका फर कुकिङ सो डेलिसियस। मलाई त आउँदैन, होइन यो आउँदैन साँच्चै। राम्रोसँग उम्लेपछि चाहिँ यो एकदमै यम्मी भएको थियो खाँदाखेरि। र बिचमा टेस्ट इन्हान्स गर्नको लागि वी हेभ अल्सो एडेड कोरिएन्डर एन्ड यसलाई चलाइसकेपछि दिस इज हाउ इट टर्न्ड आउट एन्ड इट वाज सो गुड।